गुड मर्निङ नमस्ते। आज हामी फार्पिङ आइपुगेका छौँ। फार्पिङ गुम्बाको बारेमा तपाईँहरूलाई जानकारी दिनेछौँ। आज हामी चाहिँ तल फार्पिङ भयो, फार्पिङ बजार चाहिँ फार्पिङ गुम्बा धेरै ठुलो रहेको छ। हामी तपाईँहरूलाई भित्र गएर पनि यता चाहिँ ध्यान गर्ने ठाउँ छ। लसो नमस्कार। यहाँ चाहिँ पूजा चलिरहेको छ। यहाँ चाहिँ अब यहाँ गुफाभित्र चाहिँ ध्यान गरेर पूजा गरेर हो। हजुरहरू फार्मिङतिर आउनु भने अवश्य यो ठाउँहरू भिजिट गर्नु होला। हामी तपाईँहरूलाई छोटो भिडियोमा प्रस्तुत गर्नेछौँ। यहाँ चाहिँ हाम्रो गुरुको पाइतला रहेको छ। आज एकदम राम्रो फुलहरू फुलिरहेको छ। लालुपाते यसको चाहिँ नाम मलाई पनि थाहा छैन, हजुरहरूलाई थाहा भए अवश्य कमेन्टमा भन्नु होला। म तपाईँहरूलाई माथि फार्पिङको डाँडासम्म पुर्याउने छु। त्यहाँको अवस्थाको बारेमा, त्यहाँ कतिको रमणीय ठाउँहरू रहेको छ त्यसको बारेमा पनि बताउने छौँ। होम मनी पेमे होम गुम्बाबाट चाहिँ हामी बाहिर निस्केर यो फार्पिङको उकालो लाग्दैछु। यो चाहिँ सिडी रहेको छ। एकदम घना जङ्गल रहेको छ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ। माथि डाँडाबाट देखिने दृश्यहरू पनि हामी हजुरहरूलाई देखाउने छौँ। हजुरहरू अनलाइनमा रहनु होला भन्न चाहन्छु। यहाँबाट हजुरले देख्नुहुन्छ फार्पिङ बजार। त्यो चाहिँ दक्षिणकाली जाने बाटो भइहाल्यो। यता ठुलो बजार चाहिँ फार्पिङ बजार हो। लालुपाते चाहिँ एकदम सिजन अनुसार फुल्ने फुल हो। यो यसले चाहिँ एकदम लालुपाते फुलेको छ। अब यो चाहिँ फार्पिङ भयो। माथि चाहिँ एउटा मन्दिर पनि रहेको छ दक्षिणकाली माताको। त्यहाँसम्म पुग्नलाई चाहिँ अलिकति गाह्रो नै रहेको छ, पुरै उकालो रहेको छ। हामी कोसिस गर्नेछौँ त्यहाँसम्म पुग्ने। त्यसपछि हजुरहरूलाई अपडेट गर्नेछौँ। हजुरहरूले बाटोबाट देख्नु भएको फार्पिङको बोर्ड यही हो। अब यहाँबाट हजुरले काठमाडौँ सिटी, यहाँको फार्पिङ बजार सबै देख्न सक्नुहुन्छ। यता मकवानपुरसम्म एउटा प्लेन पनि उडिरहेको छ। सो गाइज, हजुर कतिपय आउनुभयो होला। नआउनु भने साथीभाइहरूले टाढाबाट हेर्नु होला। यसो अर्कोचोटि आउँदाखेरि तपाईँहरूलाई यो ठाउँमा पुगेपछि वडा प्लेस भन्ने लागोस् भन्न चाहन्छौँ हामी। सो तपाईँहरूलाई फेरि नयाँ ठाउँको अपडेट हामी दिनेछौँ। यो माथि अझै हिँड्नुपर्छ 1 घन्टा जति मन्दिर पुग्न चाहिँ। त्यहाँ चाहिँ हामी आज पुग्न सकेनौँ। सो नेक्स्ट टाइम हजुरहरूलाई फेरि हामी जानकारी दिनेछौँ। सो गाइज, बाई बाई। जहाँ भयो नि जता भयो नि हाँसिरहनुहोस्, खुसी रहनुहोस्। फेरि भेट्दै गरौँ ल। नयाँ ठाउँको अपडेट हामी दिँदै गरौँ ल। हवस् त, नमस्ते।